बिच जंगल आएर स्टार्टै बन्द भयो यार। आहा त गइसक्यो जस्तो लाग्छ, फेरि त्यहीबाट आइदिन्छ भनेको। त्यो तार लागेको छ त्यसको उता त पुरा इन्डिया हो। मुखले पानी माग्यो, भुँडी चाहिँ फुलिसक्यो। बदम भाइ जाम भाइ जान पर्ने हुन्छ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग र सबै सम्पूर्णमा नमस्कार र छ्याजलो भन्न चाहन्छु। र आज म भने माडीमा छु। तपाईँलाई थाहा छ हिजो म माडीमा आएको भन्ने, र आज म माडीबाट चाहिँ जान लागेको छु खोरीबाट पनि कटेर महादेवपट्टि यानि कि सोनापुर साइडतिर होइन। अनि त्यसपछि आज म र मेरो भाइ चाहिँ बाइकमा हामी जाँदैछौँ होइन। अब के कस्तो हुन्छ अनि तपाईँहरू छक्क होला आज कस्तो राम्रो क्वालिटी आएको भनेर मैले यसको मोबाइलबाट बनाइरहेको छु। यसको मोबाइलबाट बनाइरहेको छु। यसको मोबाइल चाहिँ साधारण मोबाइल होइन नि त, आइफोन अन्त त्यही भएर चाहिँ तपाईँहरू त छक्न खानु होला। कहिले कहिले बनाउनु पर्छ होइन, हाम्रो पनि रहर हुन्छ, इच्छा हुन्छ नि त। नमस्ते भाइ भाइ, हामी निस्किनु लाग्यो। सो हामी चाहिँ निस्किनु लागेको छ। यो रेडी भइसक्यो कि हेलमेट लगाएर, तर यो मोटा खाके अलिक यो मोटाउनको लागि एक्सिडेन्ट हुनु पर्दो रहेछ भने मलाई थाहा लाग्यो। यस्तो मोबाइल गेटअपको साथमा यो निस्केको छ। तर हाम्रो त छैन, मेरो त हेर्नु सक्नुहुन्छ तपाईँ। ढक्क लाएर मेरो त्यस्तो विधि चाहिँ छैन। हिजोको यही कपडा लाएर आएको, यही कपडा लाएर बसिदिन्छ। अनि त्यसपछि यसले चाहिँ अब बाइक निकाल्न लागिसकेको छ। आइफोनबाट गरेको आमामा जोस पनि छुट्टै आयो यार मेरो त यार। निस्केको फर्किन्छ, ढुक्क हुनु फर्किन्छ। हुन्छ हाम्रो आमा या फर्किसकेर भन्दै फेरि जाला। आज स्पेनिस हो कि मतलब कहाँबाट आउनु लाग्यो अरे? स्पेनबाट मान्छेहरू आउँदैछ नि त, यसलाई इङ्ग्लिस बोल्नु पर्छ कि। ल निस्क्यो, यसलाई इङ्ग्लिस बोल्नु पर्छ होइन। अनि त्यसपछि अब अरूले कसैलाई इङ्ग्लिस आउँदैन, यसलाई चाहिँ इङ्ग्लिस बोल्छ। अनि बेलुका तपाईँ स्पेनिससँगको पनि भिडियो हेर्नुपर्छ है। अहिले चाहिँ खाजा खानको लागि चाहिँ यहाँ त अस्ति नपनि आएको म धेरै समय अगाडि यार। आज मेरो जे होस् हेर्ने मान्छेहरू पनि टुवा खान्छ कि भाइ कति राम्रो क्या क्वालिटी यार। मैले केही होइन, यो त मैले चाहिँ मेरो मोबाइलको ब्याट्री बचाउ अभियान हानेको होइन। अहिले यस्तो नयाँ मोबाइल हो नि त, भर्खर अस्ति भर्खर किनेको। अनि त्यही भएर चाहिँ अनि बनाइदिउँ न त एउटा ब्लग भनेर। यो मात्रै हो, फेरि अरू आउँदैन फेरि लास्ट फर्स्ट एन्ड लास्ट होला यो ब्लग यो मोबाइलबाट। हामी चाहिँ अब खाजा खाएर चाहिँ अब यहाँबाट निस्किन्छौँ भाइ। अब टक्क लाएर हेलमेट समाज ल दाइ है। अनि दाइको पसल चाहिँ 1500 दिनबाट बन्द हेर्नु न, आमा कति फोहोर निकालेको। अझ बिहान 2 लोड बढाइसक्यो अरे, अझ त्यही नि यति फोहोर। ओ ल हामी त अब निस्किसकेको छ। भाइले बाइक स्टार्ट गर्छ फेरि, तर 0.5बाट गरेकोबाट कहिले कहिले चाहिँ मेरो हातको अलिकति उसहरू आएको छ है। अब के गर्ने, फर्स्ट टाइम आइफोनबाट गरेको नि त, अनि त्यही भएर पनि हो। यो बसिसकेको अवस्था छ, म पनि बस्दिउँ है त अब। ल अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ ननिस्किनु अब होइन। डरके आगे जित्छ भाइ पुरा ढिलो भइसक्यो के गर्नु त अनि। बसन्तपुर आइसक्यो यार। हामी चाहिँ अब बसन्तपुरमा छ भने यहाँ बसन्तपुरको पेट्रोल पम्पमा हामी पेट्रोल हाल्नु लागेको छ। टक्क फेरि 500कै पेट्रोल हाल्ने ठ्याम्मा लाएर यहाँ हेर्न सक्नुहुन्छ। दाइले चाहिँ अब यहाँ हाम्रो यहाँ यो चाहिँ मुख है, यो चाहिँ बाइकको मुख। तपाईँलाई थाहा होला बाइकको मुख चलिरहेको। निस्किसक्यो हामी पेट्रोल हालेर। माडी भनेको यस्तो ठाउँ हो नि, सबै जङ्गलले घेरेको ठाउँ हो कि। अहिले चाहिँ हामी चाहिँ अब बसन्तपुर कटेर पनि हामी अब ठोरीतिर आएको छु होइन। ठोरीतिरमा बगाई हामी चाहिँ बगाई पुग्न हेर्नु सक्नुहुन्छ तपाईँहरू। सब पुरै जङ्गलले घेरेको ठाउँ हो क्या, हेर्नु सक्नुहुन्छ। अनि स्पेसल चाहिँ मैले भन्नु चाहिँ यो जङ्गलबाट उता चाहिँ हेटौडा के हेर्नु त कति नजिक। यो बाटो भयो भने यति सजिलो हुन्छ यहाँको मान्छेलाई। यहाँबाट यति हेटौडा भर्खर
पुल बनेको रहेछ नि त हेर्नु न आमा हामी त न यताबाट जानको लागि गाह्रो छ अब हामी यो राउन्ड हान्नुपर्छ यो चाहिँ म यताबाट निस्किन्छु भाइ हिलो छ क्या हिलो छ के म कहाँ भेटिहाल्छु नि किन आत्तिन्छ तेरो दाइ हराउँदैन के बरु उताबाट जा बरु कडक आज त नपाउने दुःख पाइनेको कहिले यस्तो टाइममा हिँड्ने भयो केही हुँदैन के अलिक ढिलै हिँडेर हो कबड्डी हेर्न सक्नुहुन्छ हामी कस्तो बाटोबाट आइरहेको छौँ गाह्रो छ हो कानले आएर सिटी बजाउँदै सिटी बजाउँदै हर्को बजाउँदै यो जङ्गलमा चाहिँ केही देख्यो भने चाहिँ म तपाईँहरूलाई देखाउन चाहिँ अवश्य देखाउने छु होइन कस्तो डर लाग्दो बाटो छ नि होइन अब सुनसान जङ्गलमा हामी मात्रै बाइकवाला के हामी दुईजना मात्रै भाइ हामी दुईजना मात्रै छ न अगाडिबाट कोही आएको छ न पछाडिबाट कोही आएको छ होइन जङ्गलले 18-19 किलोमिटर अनि त्यो मात्रै नभएर अब गाडीमा आएको भएको अब पनि सेफ्टी भन्ने हुन्छ अब यहाँ बाघ भालु गैँडाहरू अनि हात्ती आइरहन्छ कि अनि कतिखेर के हुन्छ कसो हुन्छ है ऐसा लग रहा है कि हम मौत को दावत देने आ रहे जंगल में के भयो नौचित्य त कस्तो नमजा लाग्यो भनेको आउने रहेछ ठगाइ पनि मारौँ होइन यार जङ्गलमा त नमार यार भाइ यार भएछ के गर्छौ जा अहिले पक्रिरहेको छिन् त नि यस्तो जङ्गलमा छ मार भने हेर्नु न यहाँ तपाईँहरू गाई यस्तो हाम्रो त यस्तो लाइरह नि एउटै बाटो हिँडै जस्तो भयो है टाइम लुपमा फसे जस्तो कि टाइम लुपमा अड्के जस्तो यार यहीबाट गइसक्यो जस्तो लाग्छ फेरि त्यहीबाट आइदिन्छ भनेको तर छिटो यो ठाउँ है बाघहरूको लागि पर्फेक्ट यार 13 बजे हिँड्न भइरहेको त हेर्दा उब्रेर बस्थेँ कि हिँड्नु भयो यार आमा नि त डर लागिसक्यो भने चाहिँ मुटु यहाँ तपाईँलाई सुनाउन मिल्यो है मलाई सुनाउँथेँ कि भुतिया बङ्गला भुतको बङ्गला छ हामी एकै ठाउँमा ओए के हो ल लास्टै ढाड्दै मेरो त यसलाई झन् कस्तो भयो होला यार टेस्ट गर्नको लागि त होइन त्यो मान्छेले झन् कस्तो खतरनाक जङ्गल छ भनेर भन्दै अब हाम्रो यहाँ डर लागिरहेको छ झन्नै ह्यान्डल फुटेर उठाउनु परेन अब ह्यान्डल होइन कि हात छोटिरहेको ह्यान्डलबाट हामी बल्ल आँट गरेर हिम्मत गरेर जङ्गल पार गऱ्यो होइन अनि त कम्ती डर लाग्यो जङ्गलमा कोही थिएन भाइ कोही थिएन सिङ्गल हामी मात्रै एउटा मात्रै बाइक दुईजना हिरो जङ्गल कटेको आफू कति खुसी लाग्यो अब त यस्तो बिहा हुन्छ नगर त मलाई लाग्यो यस्तो बिहा हुँदैन जङ्गलमै हात्तीले बाघले तर हामी जङ्गल कटेर गाउँमा आइसकेको छ यहाँनिर गाउँ हेर्नु कस्तो दामी गाउँ छ तपाईँहरू हेर्नु सक्नुहुन्छ पानी ट्याङ्की हामी चाहिँ ठोरीको बस पार्क थोरै कटेर हामी चाहिँ आइसकेको छ अब यहाँबाट चाहिँ लाग्छ हामीलाई लगभग 15 मिनट जति चाहिँ हामी लाग्छ अरे हामी 15 मिनट पछि चाहिँ हामी चाहिँ वहाँ पुग्नेछौँ हामी चाहिँ आएको चाहिँ यो बाटो अब खोइ जाने कुन बाटो हो यो बाटो त नि तपाईँले थाहा छ मलाई यो स्वर्णपुर जाने बाटो कुन हो यो बाटो अरे भाइ हामी चाहिँ यो ठाउँमा आइसकेको थियो अघि नै तर हामीले आगो देखाएन मोबाइल चार्ज गराउनु घुसारिहाल्यो उतातिर अनि हाम्रो चाहिँ सबै कार्यक्रमहरू भ्याइसकेको छ अनि हामी चाहिँ घर निस्किन लाग्यो अब होइन त भाइ कस्तो लाग्यो बोल्दा अब यस्तो पसिना खलखल आएको गरेको हेर्न सक्नुहुन्छ यो सुर्ती हो तपाईँहरू सक्नुहुन्छ यो चाहिँ सुर्ती हो कि सुर्ती हो यो सुर्ती हो नि भाइ यो चाहिँ सुर्ती हो त्यो सुकेर कक्रक्क भएको त्यो बल्ल सुक्दै होइन त भर्खर सुक्दै हो अनि यहाँ बाख्रा हेर्न सक्नुहुन्छ आहा त होइन आहा के
यस्तो यो यस्तो गर्न ल सुन त आहा है आहा त हामी सुत्न नखाने गर्न थाहा पाएको होला सबके अब पुरै यो उसकै पुरै के भन्छ त्यसलाई यो सुर्ती यो त बोका पो रहेछ बाख्रा उनीहरूको त बोका पो रहेछ खसी हो अनि कस्तो बोका जस्तो कराएको त कस्तो बोका जस्तो कराएको त यो गरा हो ए गरेको थियो हेर्नु त्यस्तो हामी त अब खाना खानुपर्छ है आइ कति बजी थाहा खाना 3 बजिसक्यो खाना खानुपर्छ त्यहाँ खाना पकाएर राखेर खानुपर्छ होइन 3 बजिसक्यो अब खानसाना खाएर अनि हामी चाहिँ लाग्छौँ घरतिर त्यही बाटो लाग्दैन होला नि होइन हामी चाहिँ अब खानपिन पनि गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद अगाएको मेरो पिँड अगाएको अगाएन अगायो लाग्यो होला थोरै खायो होला यो पहिलोचोटि आएको हो कि यो पहिलोचोटि आएको यहाँ अनि यो धेरै लजाएको छ अब म त आइरहने लगाउँदैन फेरि आउँछ म अर्को महिना हामी जान्छौँ बाई बाई घुमाएर बाटो घुमाएर त्यो बदाम खान सक्नुहुन्छ आमा अर्कोचोटि त झन् कति धेरै बदाम हुन्छ है थाहा भइसक्यो ल है गयो बाई बाई गर्न अघि आउने बेलामा नि हामीले चिसो खाएर गएको थियो नि हामी यहाँ अब चिसो खानै बस्यो अब धेरै त होइन रेडबुल मात्रै खाइयो अनि उयो भाइ पानी खाँदैछ म रेडबुल खायो रेडबुल खायो अनि फेरि पानी खाएर चाहिँ हामी निस्किँदैछौँ अब एकछिन चाहिँ यहाँ एकछिन रेस्टको लागि हामी एकछिन बस्यो अनि रेस्टमा बसेको बेलामा चाहिँ हामी चाहिँ 2-4वटा फोटो खिच्नु पर्ने हुन्छ खिच्दै कि नखिच्ने भाइ ल यो त कस्तो लजाइदिन्छ भने हिँड्नु नखि भन्न तेरो हाँसो हाँस्दै भाइरल लगाइन्छ अहिले हाँस्दैन फेरि त्यसरी होइन क्या अघि हाँस्दैन आउँदैन उदय मलाई हाँस्न आउँदैन यो खतरा हाँस्दिन्छ तपाईँलाई म एउटा कुरा देखाउँछु है यहाँ चाहिँ कस्तो छ भने चाहिँ होइन यो तपाईँले देख्नुभयो धान होइन यो कुलो छ यो धान छ अनि यहाँ अगाडि हेर्न सक्नुहुन्छ बार लागेको छ क्या हेर्न सक्नुहुन्छ यहाँ बार लागेको छ यो सबै यो बारलेको बार हो अनि सो हामी चाहिँ अहिले चाहिँ नेपालमा छ अनि त्यो बार लागेको छ नि त्यो तार लागेको छ त्यसको उता त पुरा इन्डिया हो हामी त ट्याक्कै बोर्डरमा छौँ भाइ होइन त जाऊँ भाइ अब जानुपर्ने हुन्छ अब हामी चाहिँ निस्किन्छौँ हामी चाहिँ लगभग आधा घन्टा चाहिँ यहाँ रेस्ट हान्यौँ पानी खक्को यो त यस्तो पानी खान्छ नि आम्मामा मैले भुँडी कसो हो मुखले चाहिँ पानी माग्यो है मुखले पानी माग्यो भुँडी चाहिँ फुलिसक्यो बदम भाइ बदमको पोका गाइस यत्रो धेरै बदाम थियो क्या यहाँ यति धेरै बदाम थियो कस्तो अब हामी कसैलाई पनि थाहा भएन क्या बदाम कस्तो छ भन्ने लाज हात लगाइसक्यो होइन क्या आयो भाइ थाहा भएन त्यही रहेछ यार गयो बदाम त्यस्तो गाउँको अर्ग्यानिक बदाम थियो यार भने हामी फेरि जङ्गलतिर छिरेको छौँ अब हामी घर जाने क्रममा जङ्गलतिर छौँ र तपाईँहरूलाई अघि आउँदा हामीले केही देखाउन नि सक्दिनँ किनभने जङ्गलमा केही पनि भेट्टाएन के देखाउनु होइन तर अबको अर्को त केही देखिहाल्यो भने चाहिँ हामी तपाईँहरूलाई चाहिँ एनी ठाउँ जसरी भए पनि हामी चाहिँ देखाउने कोसिस गर्छौँ बिच जङ्गल आएर स्टार्टै बन्द भयो म त डर लागेर स्टार्टै बन्द भइदिएको भनेको जङ्गलमा हेर 6:30 भइसक्यो 6:30 भइसक्यो यार रङ्गै बनाइदिएको हामी चाहिँ अब
एकछिन थके मार्नु पर्यो सायद पाउँछ कि पाउँदैन थके मार्नलाई तर त्यही पनि अब एकछिन रेस्ट लिनु पर्यो लास्टै थके लागेको छ है यताउति त अघि नै पनि हामी रेस्ट लिनु भनेको हामी रेस्ट लिन पनि सकेन सो भाइ पानी खाने हो पानी खाँदा खाँदा पेट पनि फुटिँदैन सर्को हुन्छ कत्रो भइसक्यो मेरो गाह्रो छ यो चितवन राष्ट्र निकुञ्ज सो केही मिनटको रेस्टपछि म पनि फेरि त्यो टी सर्ट लगाएको थिएँ भित्र बेस्ट लगाएको थिएँ फेरि यो लगाएर म पनि अब निस्किन लागेको छ हामी केही मिनट चाहिँ बस्यौँ धेरै होइन 5-10 मिनट जति चाहिँ हामी बसेर सो यो ठाउँमा हामी बसेका थियौँ सो फाइनल्ली हामी चाहिँ घर आइसकेको छ यतिखेर चाहिँ अनि हाम्रो ल भाइ कस्तो लाग्यो आजको यात्रा तिमीलाई भन्न सक्नुहुन्छ बवाल भयो कस्तो लाग्यो यात्रा राम्रो आजको यात्रा चाहिँ यस्तो बवाल भयो अनि तपाईँहरूलाई के कस्तो लाग्छ होइन अहिले मलाई भन्नु होला अनि मन पऱ्यो लाइक कमेन्ट र सेयर सब्सक्राइब गरिदिनु हुँदै सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु कि अनि